यो गाडी जाँदा बीच जंगलमा साहेबगंज भन्ने पुलको साइडमा ब्यारिङ फुटेर पूरा चक्का नै तपाईको निक्लिसकेको अवस्था थियो। अनि यो खोल्नलाई धेरै नै अप्ठ्यारो भयो, तर खोल्न चाहिँ खोलियो। र हामी चाहिँ तपाईको साइडमा गएर पनि सबै बनाउने काम गर्छौं। तपाईहरुलाई बनाउनु छ भने हेर्नु सक्नुहुन्छ। यसको हेर्नु पुरै ब्यारिङको समस्या छ। पुरै ब्यारिङ फुटेर त्यो बलहरु जुन गेडाहरु हुन्छ सब भित्र गइसकेको छ। त्यसको सब गेडा पूरा भित्रबाट निकालेर सफा गरेर हामीले त्यो फेरि अर्को ब्यारिङ हाल्छौं। अनि हाम्रो सम्पर्क नम्बर रहेको छ 982489 90198। त्यसैगरी एनटीसी को रहेको छ 9842613615। मेरो पसल लालबन्दी 7 मरिन जाने बाटो ट्राफिक बिटबाट 100 मिटर भित्र रहेको छ। तपाईहरुलाई पनि गाडीमा केही समस्या भने हामी साइडमा पनि जाने गर्छौं। तपाईहरु आउन सक्नुहुन्छ सञ्जीव इलेक्ट्रिक विक्रेता तथा मर्मत केन्द्रमा। अब यसलाई हामी खोल्दै छौं। सब खोलेर यसलाई निकाल्छौं। अब खोल्ने काम लगभग सकिएको छ। अब त्यसपछि अब हेर्दै गर्नु। फुल भिडियो तपाईहरु आफै पनि गाडी बनाउन चाहनुहुन्छ भने हाम्रो भिडियोहरु हेरेर मेरो भिडियोलाई युट्युबमा फेसबुकमा हेरेर आफै पनि काम गर्न सक्नुहुन्छ। हाम्रो फेसबुकको नाम रहेको सञ्जीव कुमार। त्यसैगरी तपाईले युट्युबमा सर्च गर्नुहुन्छ भने @सञ्जीव कुमार कुशवाहा माथि आइहाल्छ। त्यसमा गएर सब्स्क्राइब र लाइक शेयर सबै गरिदिनु होला। अनि हाम्रो भिडियोलाई पुरा हेरेर शेयर गरिदिनु होला। लालबन्दी वरिपरि रहेका सबै जनालाई शेयर गरिदिनु होला। साथै हामी भन्न चाहन्छु कि सर्लाही भरिमा कतै गाडी बिग्रे पनि हाम्रो चार्ज दिन सक्नुहुन्छ भने हामी तपाईको गाडी बनाउन जहाँ भन्नुहुन्छ त्यहाँ आइपुग्ने छु। अब यसमा हेर्नु ब्यारिङ भित्र फुटेर तपाईको ब्यारिङ निकाल्न अप्ठ्यारो भइरहेको तर निकालियो मिलाएर। अब त्यसको ब्यारिङ पनि त्यसै फुटिसकेको छ। यो एक्सलमा ब्यारिङ फुटेको छ। त्यसले पनि हामी निकाल्दै छौं। हेर्न सक्नुहुन्छ ब्यारिङ यसरी फुटेको छ। अब हामी अर्को ब्यारिङ हाल्दै छौं। नयाँ ब्यारिङ हालिसकेर त्यसपछि फेरि फिट गर्दै छु अब हैन। राम्रोसँग सरसफाई गरेर यसलाई फिट गर्नुपर्ने हुन्छ। एकदम राम्रोसँग फिट गरेर सरसफाई गरेर त्यसपछि फिट गर्नुपर्छ ताकि भोलि गएर समस्या